एकदम को भन्नुभयो? फेमस मान्छेहरू बौद्ध धर्मको विकासको लागि होइन, उहाँहरूले उत्थानको लागि जति योगदान दिनुभएको छ उहाँहरूको भिक्षुहरूको देश विदेशको भिक्षुहरूको फोटोहरू गोयङ्काजी पनि हुनुहुन्छ। गोयङ्काजीहरू हुनुहुन्छ सबै हेर्नुहोस् उता मुनि गौतम बुद्धले शाक्य मुनि गौतम बुद्धले आफ्नो पहिला प्रवचन यही मुद्रामा दिनुभएको थियो होइन। यो मुद्रालाई भन्छ टिचिङ पोस्चर भन्छ होइन, धम्मचक्र मुद्रा। धम्मचक्र मुद्रा अनि मुनि जुन चाहिँ देख्नु हुँदैछ पञ्चवर्गीय भिक्षुहरू गोण्डन्य भद्य वप्पा मानव अष्टजीको, अनि तल देख्नु हुँदैछ मृग अनि धर्मचक्र। किन भन्दाखेरि हामी बिहारतिर जान्छ होइन, तामाङहरूको गुम्बाहरू जान्छ नि, अगाडि मृगहरू देख्छ धर्मचक्र देख्छ नि, त्यो चाहिँ सारनाथको एउटा सिम्बल हो। किन पहिला मृगदायमा भगवान् बुद्धले पहिला प्रवचन दिनुको कारणले गर्दा चाहिँ सारनाथको एउटा चिनो लगाएको, धर्मचक्रको चिनो लगाएको, बुझ्नुभयो संक्षेपमा। अनि साइड साइडमा माथि देख्नु हुँदैछ नि धम्मचक्र सूत्र होइन, धम्मचक्र प्रवर्तन सूत्र जब भगवान् बुद्धले दिनुहुँदै थियो, संसारमा कसैले नसुनेको कसैले नदिएको ज्ञान पञ्चवर्गीय भिक्षुहरूलाई दिनुहुँदैछ। त्यस कारणले गर्दाखेरि देवताहरूले पुष्प वर्षा गर्नुभएको, त्यो एउटा कलाकारले एउटा बनाइदिनु भएको हुन्छ। ल धन्यवाद। यही हो मूर्तिको। लगभग 25 लोग एकेडमी का है, उसके बाद 30 लोग बिहार से है। बिहार में हमारा मंदिर विजयं पत्तो सब्बं युतं सत्ता वंदे कंबोधि पाद पंगिमेते मा लोकनाथेन पूजितां पिते नमस्सामि बोधिराजा पटमं बोधिपल्लङ्कं द्वितीयं च अनिमिषं तृतीयं चङ्कमनं चतुर्थं रत्नागरं पञ्चमं अजपालं च मुचलिङ्गेन सप्तमं राजायतनं वन्दे तं मुनिसेवमुक्तं धम्मश्रवण कालो अयं बदन्ता धम्मश्रवण